चट्ट चाहिँ नुहाइदै गरेर चिटिक्क भएको छ है, देख्न सक्नुहुन्छ। सरुरा लाएर चाहिँ यहाँ छारीमा हालेको छु। ए ढुकुरको गुँड हेर्दै बस्यो यतापट्टि, पुरै ढुकुर गुँड होस् यतापट्टि सरुरा लाएर। गाइज म चाहिँ यतिखेर यतापट्टि आएको छु है, यतापट्टि चाहिँ हल्का मरुभूमि टाइप रहेछ। गाइज वेलकम टु माई न्यू ब्लग। अब सबैजना सन्चै आरामै हुन्छ होला, म पनि ठिकठाकै छु है। म चाहिँ बिहानै ड्युटी चाहिँ बिहानै सुरु भएको, तर मैले बिहानबाट चाहिँ भ्लग सुरु गरेन, भ्लग भर्खरै सुरु गर्दैछु है। किनभने गाडी एकदमै फोहोर भएको थियो क्या, अनि मैले चाहिँ बिहान चाहिँ हल्का फुल्का काम गरेर आएँ होइन। अहिले चाहिँ गाडी साडी चट्ट लाएर पुरै वास गरेर चाहिँ अनि ट्याक्क यहाँ चाहिँ छारीमा हालेर भ्लग सुरु गरेको छु गाइज है। अब चाहिँ एकछिन बाहिर निस्केर मेरो जिग्रीलाई देखाउँछु है दाजुहरूलाई। जिग्री चाहिँ आज चट्ट चाहिँ नुहाइदै गरेर चिटिक्क भएको छ है, देख्न सक्नुहुन्छ। सरुरा लाएर चाहिँ यहाँ छारीमा हालेको छु। आज चाहिँ सरुरा चिटिक्क बनाएर चाहिँ राखेको छु यसलाई। यो जाडो महिना चाहिँ एकदमै जाडो महिनामा चाहिँ एकदमै चाहिँ ऊ हुने क्या, यतापट्टि छारी छ पुरै है। जाडो महिनामा चाहिँ यो दिनभरि धुलो हुन्छ, अनि राति शीत परिदिएर चाहिँ यो पुरा शीतले चाहिँ पुरा यो छतमा पनि त्यस्तो भएको थियो क्या। अहिले चाहिँ यो छततिर चाहिँ अलि उ भएको छ होइन, पुरै क्लिन भएको छ। अहिले चाहिँ चट्ट लाएर चाहिँ क्लिन गरेर चाहिँ म यहाँ बसिरहेको छु है। यस्तै छ, अब आजको दिन पनि सुरु भयो, बिहानैदेखि सुरु भएको, तर अब अहिले लगभग 10 बज्न लाग्यो है। अब फेरि कता कता के हुन्छ म हजुरहरूलाई अपडेट गर्ने नै छु। भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्दै गर्नु होला है त। गाइज म चाहिँ यतिखेर यो ग्राफातिर छु है, चट्ट लाएर चाहिँ यता कस्टमर ड्रप गरे भर्खरै। अब चाहिँ एकछिन यता बसेको छु, यहाँ छारी छ है, रुखको छारी मुनि गाडी हालेर चट्ट बसेको छु। अब चाहिँ कता कता पुग्छु होइन, एकछिन चाहिँ बाहिर निस्किनु पर्यो, यो छारीमा चाहिँ चट्ट एकछिन चाहिँ वक गर्नु पर्यो। बस्दा हैरान भइसक्यो गाइज है, कति बस्नु। यस्तै छ यताको माहौल चाहिँ, चट्ट लाएर चाहिँ होइन। म देखाउँछु तपाईँहरूलाई, चट्ट हरियाली छ, रुखहरू छ यता। गाडी चाहिँ यता छ है, चट्ट जिग्री चाहिँ आज चाहिँ जिग्री क्लिन छ नि त। आज नुहाइदै गरेर साबुन लाएर पुरै माथिसम्म देख्न सक्नुहुन्छ है, छत पुरै फोहोर भएको थियो। चट्ट साबुन लाएर चाहिँ जिग्रीलाई आज नुहाइदै गरेर यस्तो छारी मुनि चाहिँ राखेको छु गाइज है, चट्ट लाएर चाहिँ होइन। अनि परदेशको लाइफ यस्तै छ गाइज है। अब नेपालतिर धमाधम चाडबाड आइरहेछ होइन, परदेशमा केको चाडबाड यसरी चाहिँ रल्लिँदै हिँड्नु परेको छ। नेपालतिर यतिखेर भयो तिहारको माहौल होइन, देउसी भैलोदेखि लिएर होइन, खुब रमाइलो हुन्थ्यो होला। परदेशको लाइफ यस्तै छ गाइज, यसरी चाहिँ रल्लिएर हिँड्नु परेको छ, काम नगरी भएन होइन, ड्युटी गर्नै पर्यो। यस्तै चलिरहेछ है मेरो चाहिँ। माथि चराचुरुङ्गीहरू चिरबिर 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 गरिरहेछ यता रुखको जाङतिर सर होइन। यस्तो छ है त गाइज। ल जिग्री उता बसिरहेको चाहिँ यस्तै छ। अब यस तिहार पनि आइपुग्न लाग्यो होइन, आज के तिहार हो खै। अब त्यस्तै हो, दसैँ नि आयो गयो, तिहार आयो जान्छ होइन, ठिकै छ। अर्को वर्ष मनाउनु पर्छ रमाइलो गरेर भनेर चित्त बुझाउनु त हो नि होइन, अरू त के नै हो र। ए ढुकुरको गुँड हेर्दै बस्यो यतापट्टि, पुरै ढुकुर गुँड होस् यतापट्टि सर लाएर। यस्तै छ है साथीहरू, यस्तै छ। ल म चाहिँ अब कता पुग्छु फेरि होइन, एकछिनमा हजुरहरूलाई अपडेट गर्ने नै छु। आज चाहिँ खासै भिडियो दिउँसो पनि खासै बनाइनँ मैले, अलि बिजी भएँ होइन, त्यही भएर चाहिँ चट्ट अहिले एकछिन बनाइदिउँ भनेर। भिडियो बनाउनु पनि होइन त्यस्तै छ क्या, कन्टेन्टहरू पनि खासै केही छैन यतिखेर। अनि यस्तै ट्याक्काटुक्का होइन, ट्याक्काटुक्का चाहिँ बनाइरहेको छु क्या, त्यही भएर चाहिँ यस्तो भइरहेछ। ल गाइज ल फेरि म चट्ट होइन कता पुग्छु एकछिनमा, फेरि हजुरहरूलाई अपडेट अवश्य पनि गर्नेछु है त। अहिलेलाई चाहिँ ल छुट्छु है गाइज। म चाहिँ यतिखेर पेट्रोल सकियो गाडीमा है, पेट्रोल हाल्न जाँदैछु। चट्ट लाएर चाहिँ अब
पेट्रोल सेट्रोल हालेर चाहिँ काम सुरु गर्नुपर्छ। फेरि एकछिन यहाँ ओभर बन्द गरेको छु है। अहिले बुकिङ आयो भने फेरि कहाँ लान्छ, पेट्रोल चाहिँ सकिसकेको छ होइन। त्यही भएर चाहिँ चट्ट लाएर यो राउन्ड बोर्डबाट युटर्न हानेर चाहिँ अगाडि वकुद पेट्रोल स्टेसन छ होइन, त्यता जाँदैछु गाइज म है। यतापट्टि देख्न सक्नुहुन्छ यो ग्राफा स्पोर्ट क्लब हो है। यहाँ अगाडि फेरि ट्रक आइपुग्यो। नेपालको जस्तै ट्रक देख्न सक्नुहुन्छ है, तर नेपालको ट्रकहरू फेरि एकदमै झिलिमिली हुन्छ, यहाँको चाहिँ खासै हुँदैन। किनभने यो पाकिस्तानीहरूले चाहिँ सजाउँछन् है ट्रक, तर अरूहरूले चाहिँ खासै सजाउँदैनन्। पाकिस्तानीहरूको ट्रक चाहिँ फेरि डेन्जर हुन्छ। यहाँ चाहिँ फेरि हर्न पनि खतरा खतरा हाल्छन्। फेरि यहाँ हर्न हान्न मनाइ छ क्या, त्यही भएर चाहिँ कहीँ मात्रै हान्छन् होइन, पुलिस नभएको ठाउँमा। ल चट्टा लाएर यतापट्टि कस्तो चर्को घाम अझै पनि हेर्न देख्न सक्नुहुन्छ। 4 बजिसक्यो दिउँसोको है, अक्टोबरको महिना छ। यस्तो चर्को घाम छ नि। सर लाएर पेट्रोल पम्पमा जाने बाटोमा चाहिँ देख्न सक्नुहुन्छ हरियाली होइन, चट्ट हरियाली छ। यहाँ चाहिँ अब चट्ट लाएर पेट्रोल हाल्नु पर्यो गाइज है वकुदमा। यतैपट्टि बस्दा ठिक होला, उता नि भिड छ। ल गाइज ल म पेट्रोल सेट्रोल हालेर अहिले फेरि कता पुग्छु म अपडेट गर्छु है त। से हो गाइज, म चाहिँ यतिखेर यतापट्टि आएको छु है। यतापट्टि चाहिँ हल्का मरुभूमि टाइप रहेछ। यतापट्टि देख्न सक्नुहुन्छ खुल्ला छ है, यता नि खुल्ला छ अनि यतापट्टि पनि खुल्ला छ है। देख्न सक्नुहुन्छ यो पुरै एरिया खुल्ला छ है। चट्ट म चाहिँ यहाँ आएको छु गाइज। ल अब अँधेरो अँधेरो हुन लागेछ कि, यतापट्टि सूर्यास्त हुँदैछ है। ओ पारीबाट चाहिँ घाम अस्ताउँदैछ है, देख्न सक्नुहुन्छ टक्क घाम डुब्नै लाग्छ। अनि त्यही भएर चाहिँ अब चाहिँ चट्ट यहाँ पार्किङ गरेर अब भिडियो पनि लगभग होइन अन्त्य गर्नुपर्ने हुन्छ। अँधेरो अँधेरो हुन लाग्यो होइन। एकछिनमा फेरि कहाँ पुग्छु म, झिमिक्क रात परिहाल्छ। रात परिपछि त्यही हो, भिडियो राम्रो आउँदैन होइन। त्यही भएर चाहिँ अब चाहिँ भिडियोहरू चाहिँ अन्त्य गर्न पर्ने हुन्छ मैले। ल गाइज ल यस्तै छ आजको भिडियो। हजुरहरूलाई के कस्तो लाग्यो होइन लाइक कमेन्ट गरिदिनु होला, र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गरेर पनि मिस्टर उदासीसँग जोडिन सक्नुहुनेछ। भोलि फेरि नयाँ भ्लग लिएर म आउने नै छु। तबसम्मको लागि जय नेपाल।